नमस्ते, म उमेश सुवेदी। तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। धेरै समय भएको थियो मैले भ्लग बनाउन पाएको थिइनँ मौसमको कारणले गर्दा। आज हामी यहाँ म र मेरो भाइहरु मिलेर लक रेभन फिशिङ सेन्टरमा आएको छौं बोटिङ गर्नको लागि। अब हाम्रो भ्लग यहाँबाट सुरु हुन्छ। लेट्स बिगिन है त। लक रेभन फिशिङ सेन्टरको आजको मौसम पनि बवाल छ गाइस। त्यस्तो चिसो पनि छैन तर एकदम गर्मी पनि छैन। बवाल हुने भयो नि आज। त्यहाँ दुईटाहरु पर्खाइमा बसिरहेको छन् कति बेला म आउँछु भनेर। ओहो गर्मी के छ अनि सबैजना सन्चै हुनुहुन्छ? भयो केटा बन्द त छैन नि हैन? अब गाडी लिएर आउनु पर्यो है यहाँ गएर। यो हाम्रो बोटै गाइज है। अब वी आर गोइङ टु टेक अ बोट। ओहो कुन हाम्रो बोट? केटा कुन चाहिँ पर्यो बोट? हाम्रो बोट रेडी हुँदैछ। हाम्रो गोरे भाइले मोटर सोटर लिएर आएको छ। अब हामी जाने हो टक्क डुवा चलाउन। केटाहरू पोको सोको बोकेर आएको छन्। के ल्याएछन् खानेकुरा खै हेरौँ है त। हाम्रो बोट रेडी हुँदैछ है। केटाहरू आज फेवाताल घुम्ने भयो नि। जाने छन्। ल गाइज हाम्रो लक रेभनको ड्याममा बोटिङ अनि दुईजना पिज्जा ससको धावकहरू ल हेर यहाँ। आजको दिन चाहिँ बबालै हुने होला। हाम्रो भ्लग आजको लक रेभन फिशिङ सेन्टरमा भाइहरू उता गरिरहेको छन्। म यहाँ मस्त बसिरहेको छु। सुस्त जाम है। कस्तो हुँदैछ केटा? भन न के यार। ओहो ल है। फेवातालमा साइली हावा सरर। र भाइहरूसित बोटिङ आज। स्पिड लगाऊ न केटा यार के हो? ओइ म लोटे भने फेरि म मऱ्यो भने त झ्याउ हुन्छ त। बिहानै भएन मेरो। भाइको नि बिहा भएन रे। कोही छ भने मेरो भ्लगमा मेरो कन्ट्याक्टमा मेरो दुईटा भाइहरू सिङ्गल छन् है। म त होइन फेरि। त्यो दुईटा भाइहरू सिङ्गल छन्। यदि कोही खोज्दै हुनुहुन्छ राम्रो र मेहनती मान्छेहरू भने चाहिँ मेरो भाइहरू कुरेर बसिरहेको छन्। बाजे एक्लै क्या मजाले हिँडिरहेको छ। ल भाइ के छ त नि हालखबर? विकास भाइ हालखबर के छ? हो साँच्चै रमाइलो हुँदा कस्तो फिल भयो त नि? भन न भन यार किन यस्तो लजाउ तिमी? किन यस्तो बैराग नमान न तिमी यार भाइ। के भयो? भन त ल।
भन्नु त पर्यो नि त होइन के अखिल भाइ भन न उसलाई ल के भन्ने भन्दैछ त उसले भन्दै कि उसलाई के भन्नुपर्छ त्यहाँ बसेर अब ल विकास भाइलाई चाहिँ तिमीले मायाको बारेमा केही भनिदेऊ रे तिमीलाई कस्तो लाग्छ माया भनेको के हो माया त गरेन अर्को सोध्नु न एउटा अनि कस्तो खाले क्वेसन सोधौँ नि तिमी त नि मायामा यो उमेरमा होइन यो मेरो माया बस्दा कस्तो हुन्छ भनिदेऊ रे के ल त्यही भन्दैछ विकास भाइले लभ परे होइन म सिङ्गल हो ओ लभ पऱ्यो होइन भाइ सिङ्गल हो रे होइन ल सिङ्गल हो भाइ त सिङ्गल हो अहिले म सिङ्गलै मान्छे हो ल सिङ्गलै मान्छे नि सिङ्गल मान्छे अब नयाँ लभ पर्दा कस्तो भयो खुसी हुन्छ दुई चार दिन बोलिन्छ त्यस्तै त होइन त्यस्तै भइरहेको जिन्दगीमा मेरो लभ चाहिँ परे होइन साथीको नाताले बोलिहाल्छ कतिसँग बोल्ने ओ भाइ त भन्छ पुरै सिङ्गल रहेछ अहिले ल पुरै सिङ्गल ल मेरो उमा भएको कन्ट्याक्टमा भएको कोही अरू हुनुहुन्छ भने होइन हाम्रो अखिल भाइ हेन्डसम नम्बर 1 यहाँ यस्तो हेर्नु कस्तो बबाल छ है होइन भाइ कति वर्ष भयो अरे 21 वर्ष कि 22 वर्ष अरे ल 21 आमामा 21 को उमेरमा होइन जल्दो बल्दो उमेरमा कोही छ भने चाहिँ भाइलाई कन्ट्याक्ट राख्नु म फोन नम्बर पनि होइन म प्राइभेट दिन्छु होइन उमा राखिदिनु र उमा त नराख्नु के फरक पर्दैन राख्नु राखिदिनु र भाइ यसमा नराखौँ होइन अर्को भिडियोमा चाहिँ राखौँ ल यसमा चाहिँ नाम मात्रै होइन अब अरू कोही छन् भने जस हाम्रो भाइलाई यस्तो जल्दो बल्दो छैन होइन कस्तो गोरो छ भाइ होइन ह्यान्डसम पनि त्यस्तै छ बबाल छ त होइन केही नि खान्न बरा यस्तो मेहनती पनि हेर न कति मेहनती छ यस्तो मेहनती मान्छे कहाँ भेटिन्छ अनि अरू यो जमानामा होइन 21औं शताब्दीमा आमा बबाल अस्ति त्यो हामीले खाएको होइन त्यो के अरे कुखुराको मासु है म त भाइले त फेरि मैले सुँगुर खान्न नि त फेरि चाँचु त कस्तो बनाउँछ थाहा हुन्न होइन तर कुखुराको चाहिँ बबाल बनाएको भाइको हातमा त जादु छ कि हो भाइले यस्तो जादु छ खानामा नि ह्यान्डसम त्यही अनुसारको ह्यान्डसम छ होइन हेर न आमामा होइन मान्छे बुङ्लुङ्गै ढल्छ नगाडि आछि होइन ल त्यही भएर भाइ अब तिमीले के भन्न छ भने भन है अब तिम्रो एक दुई शब्दमा त्यस्तो भन्नाले केही छैन कस्तो के छैन केही छैन भन्नाले होइन हो होइन मेरो भ्लगमा लगेर होइन टक्क ऊ हेर त बबाल हाँस उडिराखेको पछाडि गए ल म फेरि यहाँ ल भन ल फलो सब्सक्राइब सबै गरिदिनु होला सुन्नु दाइको अनि त्यो के अरे अब कुनै मन पर्यो भने चाहिँ मेरो फेसबुकमा एड गरे नि हुन्छ होइन ल भाइ यताउति अब होइन यस्तै हेन्डसम रहेछ साथी बनाऊँ भन्यो भने त पनि होइन अखिल छेत्री होइन ओली आमामा ल छेत्री छ ल बोको त्यही हो ल अब हाम्रो विकास भाइले फेरि के भन्ने रे ल विकास भाइ ल कस्तो भन्नु पर्यो नि त अनि तिमीले भन नि त डिस्क्रिप्सन दिनु नि त विकास भाइको के कस्तो ल विकास भाइको बारेमा केटीहरू खोज्नु पर्यो विकास भाइ खोजिदिनु पर्यो कहाँ मैले केटी खोजेर आफैले खोज्छ नि अनि कस्तो खाले खोजिदिनु पर्ने त नि विकास दाइलाई केटी भन नि त अखिल भाइ तिमीले कस्तो यस्तो भ्लग बनाउनेहरूलाई एउटा होइन उयोलाई चाहिएको भ्लग बनाउने त सोचेर हुन्छ नि टिकटकमा अलिक भाइरल मान्छे सम्बल चाहिएन जिम गरेको पनि चाहियो कि यस्तो केटी भयो हेर्दाखेरि पनि चट्टो होस् होइन कसको बुढी भन्दाखेरि विकासको बुढी टाइपको अलिकति हुनु चाहिँ पर्यो होइन जलेर मर्ने विकासकै बुढी हो भनेर हुनु पर्यो होइन अब मेरो कन्ट्याक्टमा त्यो गुण मिल्ने युक्त कोही जना हुनुहुन्छ भने विकास भाइलाई चाहिँ कन्ट्याक्ट गर्नुहोस् होइन गुण चाहिँ मिल्नु पर्यो होइन भाइ होइन
अरू चाहिँ के छैन गुण चाहिँ मिल्नु गुण नमिल्नु पर्यो कति गुण चाहिँ ट्याप्प मिल्नु पर्ने 32 मा कति मिल्यो हुन्छ कति मिले चाहिँ मेरो अलमोस्ट पुगिहाल्छ 32 मा कति यता गुण मिल्नु पर्यो त नि अलिकति थाहा हुनु पर्यो नि राम्री चाहिँ हुनु पर्यो राम्री त हुनु पर्यो त्यो पनि गुणमै पर्छ ह मलाई फेरि आउनु पर्यो त्यो अरू कुरा भनेको चाहिँ अब आफै गर्ने कुरा नि ल्याएर हिलाए चाहिँ हुने भयो हाम्रो विकास भाइको होइन तर राम्री चाहिँ हुनु पर्यो सानो सानो नराम्रोमा हाम्रो भाइको फिल आउँदैन होइन त्यो चाहिँ हो ल कलिला बच्चा दुधे बालकहरू चाहिँ नआउनु मसँग त्यही त अलिकति भक्का हुन्छ नि जिम सिम गर्ने खालका भोलि यसो हुन्छ ल बुढो जिममा जाऊँ भन्ने टाइपको हुनु पर्यो त्यति चाहिँ हुनु पर्यो ल है अब सब हान्ने चाहिँ चाहिएन है मलाई म त टोपसोप खाने मान्छेहरू यताउति गाँजा चुरोट खाने रक्सी खाने चाहिँ हाम्रो विकास भाइलाई चाहिँदैन त्यस पश्चात होइन अब गुण मिल्छ भने राम्री चाहिँ हुनु पर्यो होइन राम्री मेन कुरा चाहिँ राम्री चाहिँ हुनु पर्यो त्यति चाहिँ हुनु पर्यो भाइ हेर राम्रै छु नि त ल राम्रो यदि कोही मेरो कन्ट्याक्टमा हुनुहुन्छ भने विकास भाइको लागि त्यो गुणहरू मिल्ने छिट्टै हो कन्ट्याक्ट गर्न सक्नुहुन्छ छिट्टै हो हामी छिट्टै। त्यो अब होल्ड गर्ने पछाडि छैन होल्ड गर्न चाहिँ विकास भाइले सक्दैन जति सक्दो कन्ट्याक्ट गर्नुहोस् नभए अफर फुस्किन्छ अपर्च्युनिटी बार आउँदैन समयमा अफर दिनुपर्छ कसो भाइ होइन ल ल त हस् त हजुर लाइक शेयर सब्स्क्राइब सब गर्ने होला उमेश सुवेदीको च्यानललाई भाइले जानेछ त्यो अब अर्को पटक म आउनु पर्यो भने चाहिँ अब उमेशलाई के छ खबर मलाई बबाल छ कस्तो भइरहेको आज त छुट्टी दामी भयो म बिहानै उठेँ फुलहरू लगाएँ बारीमा काम गरेर अनि यहाँ माया भने के हो माया माया भनेको तिमीले के सोच्छ त्यही हो भाइ तपाईँको सोचाइमा माया भनेको डिस्क्रिप्सनै छैन कि सोचाइ अनुसार फरक पर्छ जस्तो लाग्छ तपाईँको विचार भन्नु अब डिफ्रेन्ट पर्सनसँग डिफ्रेन्ट तरिकाको माया हुन्छ होइन मैले अनि कुन पर्सनको मायाको व्यक्त गराउँछ नि यदि माया सोध्छौ भने वाइफको लागि निस्केको माया भनेको विश्वास हो होइन मेरो लागि चाहिँ माया भनेको विश्वासै हो जस्तो लाग्छ यदि वाइफकोतिर जाने भने जस्तै तिमीले एक शब्दमा खोजेका हो कि एन्सर एकदम लङ डिस्क्रिप्सनसँगबाट एक शब्दमै भन्नुहोस् तपाईँको विचारमा कस्तो लाग्छ तिमीले कति वर्षको मान्छेलाई माया भन्ने 30 वर्षको होइन यो बिचमा त वाइफसँग माया भनेको चाहिँ एकजना मान्छेसँग मात्रै हो सायद उहीसँग मात्रै मेरो वाइफको माया भन्ने जोडिन्छ होला त्यहाँ पछिको भगवान्को हातमा अब उसलाई आउने मेरो फिलिङ्सहरू भनेको अब त्यही नै माया हो होइन अब होइन मलाई नै एक्ज्याक्टली थाहा नै छैन कि कसरी तिमीलाई मायाको लभ पर्दा त बवाल हुन्छ नि अनि सुरुमा त बवालै हुन्छ तिमीहरूलाई भन र तिमीहरूलाई नि भइन्छ निन्द्रा नलाग्ने रातभरि बोलिराखौँ जस्तो तिमीलाई के भएको भाइ के भएको भन्दै उसलाई लभ पर्दा चाहिँ तपाईँको सुरुको पढाइ हो नि त आज आजभन्दा 7 वर्ष 8 वर्ष अगाडि पढ्दाको कस्तो भइरहेको थियो तपाईँको लाइफ कस्तो खुसी भइरहेको थियो हुन्छ नि अब कोही मान्छेलाई तत्कालको लागि खुसी हुन्छ पछाडि गएर त्यो दुःख झगडा पर्छ त्यो तपाईँको यदि लामोसँग चल्यो चल्दा लामो चल्दा पहिला सुरुको दिनमा कस्तो भएको थियो आजले कतिसम्म हुँदै गइरहेछ भन्ने होइन यस्तो भएको थियो मेरो लभ पर्दा सुरुमा म दिनमा 5 6 घन्टा नि बोल्थेँ हो बोलेकै हो 5 6 घन्टा दिनमा भनेपछि खानै मन लाग्ने हो त्यस्तो खानै मन नलाग्ने त होइन तर के हुन्थ्यो भने सुरुमा चाहिँ म्याक्सिमम टाइम चाहिँ उसैसँग हुन्थ्यो कि जस्तै माया अहिले त्यही पनि छ पहिला जे थियो त्यही थियो होइन तर अहिले के छ भने त्यो समय चाहिँ थोरै समयले नि पुग्ने खालको भएको हो कि त्यो भनेको चाहिँ उमेरअनुसार समयले चाहिँ बिस्तारै त्यो समय चिन्नेपछि माया चाहिँ यत्तिकै बढ्दो रहेछ भन्ने जस्तो मलाई लाग्छ योभन्दा पहिला तपाईँ गाउँघर लभ परेन सुरुको लभ हो
सेकेन्ड लभ गाउँमा त्यस्तो लभ परे किन नपर्ने पऱ्यो नि सानोमा जस्तै अलि नबुझिन्जेल थाहा नै नभएको कुरामा मेरो त वान साइड लभ थियो वान साइड त कतिको भयो नि होइन त्यस केटा मान्छेको लाइफमा वान साइड लभ त भइहाल्छ नि तिम्रो भन नि त नि ल वान साइड लभमा के भयो होइन मलाई त मन परिरहन्थ्यो हेरिरहँदा आइपुग्थ्यो त्यसको घरमा गएपछि नि यसो हेरेर बसिरहन्थ्यो मेरो घरै हेऱ्यो भने यसकै घर है भन्ने सोध्थेँ हौ मैले अनि ऊ आउँथ्यो ऊ कहाँ आउनु वान साइड भएपछि ऊ आउने हुन्छ मलाई पनि मन पऱ्यो त कति टाइमसम्म हेऱ्यो त नि होइन नेपाल छ भने चाहिँ हेरेँ यता आएपछि सक्थ्यो कति टाइमदेखि चाहिँ नि नेपाल छन्जेल हेऱ्यो जस्तै कति समयसम्म वान साइड 3 वर्ष होला 3 वर्ष 3 वर्ष वान साइड लभ गर्यो 3 वर्षसम्म त यसरी भन्नु पर्दैन तपाईँले उसलाई अनि केही पनि थाहा भएन है 3 वर्षसम्म थाहा त भएको थियो थाहा भयो नि भएन अब के गर्नु अहिले भर्खर वान साइड लभ भन्ने भनेको चाहिँ त्यो थाहा नभयो होइन टु साइडमा हुन्जेसम्म अलिकति बिग्रिसकेको थियो हो र होइन लभ त फेरि तिम्रो वान साइड होला नि त किनभने उसले नगरेपछि त टु साइड लभ त कसरी हुनु त त्यही भन्नु हो र उहाँले बिहे गर्न राखेन अहिले पनि अब मलाई मन पर्दैन किन नि मन नपर्ने फेरि तिमीलाई अहिले त्यो बेला त्यस्तै थियो अहिले चाहिँ अलिक म उमेर जमाना चेन्ज भएको सोच चेन्ज हुन्छ होइन लाइक अब कसको सोच चेन्ज भयो भन्ने कुरो नि तिम्रो मेरो सोच होइन त्यहाँ पनि त डिपेन्ड हुन्छ त सोच चाहिँ त मनै पराएको थियो कसले सोच चेन्ज गर्छ हो आफू मन चेन्ज भयो भन्नु खोजेको मेरो मन चेन्ज हो मलाई अहिले मन पर्दैन त्यो केटी किन नि त्यो बेला अब सबै थोक मेरै हो जस्तो लाग्थ्यो अहिले चाहिँ अब राम्री चाहियो क्या मलाई त है हाम्रो भाइलाई चाहिँ राम्री चाहिएको छ राम्रो चाहिँ हुनु पर्यो तर फेरि जस्तै कि राम्री त हुनु पर्यो त आफ्नो ठाउँमा छ आफ्नो मेरो विचारमा चाहिँ झापाले बोरोले भने जस्तो होइन वाउ भन्ने टाइपको चाहिँ हुनु पर्यो क्या हेर्दा जस्तै मेरो विचारमा भन्नुपर्दा राम्री त अब तिर्सना पनि राम्रै छ नि हेलो हामी त बिचमा हेर कता आएको है के तालको बिचमा कतापट्टि हामी कता हामी थाहा नै होइन हेलो भाइ फास्ट हिँड ल भाइ फास्ट भाइ ठोक्योला है फेरि ठोकिन भाइ हानौला फेरि यता नलगन यता कस ए केटाहरू कहाँ हो यस्तो हेन्डसम भएर होइन खा केटाहरूले खाए ओए उता पनि पो के हो आज पुरै बाल्टिमुर खाली भयो त आजको दिनहरू के गर्ने बाल्टिमोरको केटीहरूले सबै होइन हेन्डसम केटाहरू यहाँ आसी ल खाए सब सके आमामा अज्जु भाइ कस्तो हेन्डसम देखेको तिमी होइन बाबाले हेन्डसम देखियो त भाइ बाछा जस्तो देखियो त ऱ्यापर होइन बवाल मजा आयो भाइ होइन केटा ठोकाउ लागे कस्तो किन ठोक्ने र केही नहुने पछि होइन भाइ उहाँ पारी पुगिसक्यो त जम्का भेट भयो त यहाँ र होइन जम्का भेट टाउसन खाली भइसक्यो सबै जङ्गल खोलातिर आएर ओए केटा जाला है फेरि भाइले औडा राखेर ए भाइले के गरे भन्न तान भाइ दिदी
भयो म त्यहाँ गएँ होइन म छुट्टी हान्ने चाहिँ यिनीहरूले लिन सक्दैनन् भण्डारी साउजी होइन सकिन्न हल्का चिसो चिसो भयो जस्तो भयो कि हुनलाई हाम्रो लहर त्यहीँ छ त्यही अब पछि पछि हिँड्यो हुन्छ भाइले सोध्दिँदैन त मैले होइन नि म नयाँ नयाँ बेहुलो पऱ्यो होइन अब ल के छ बिहे गर्दा सुरुमा कस्तो हुन्छ के हुन्छ भनिदिनु पऱ्यो हजुर बवाल हुन्छ होइन कस्तो बवाल कस्तो बवाल भनिदिनु फेरि के कुरामा रमाइलो हो रमाइलो त कस्तो कस्तो कुरामा रमाइलो भन्ने कुरा होला नि त फेरि त्यहाँ सबै रमाइलो हुन्छ नि समग्रमा रमाइलो हुन्छ मात्रै हो समग्रमा बिहे नगर्दा नि त रमाइलो थियो नि अझै थप थप हुन्छ नि थप के थपिन्छ भन्ने कुरा हो नि त बुढी नै थपिन्छ नयाँ मान्छे होइन जिन्दगीमा हरिया फरिया चुरा चुराले भयो रमाइलो हुने तिमीलाई केले हुन्छ त नि रमाइलो खै हामीलाई 200 रुपियाँले हुन्छ त्यो भयो त नि कुरो चाहिँ भाइ होइन त्यस्तो केटाहरूको गाडी ढोकिसक्यो ल हाम्रो नि ठोकियो त गाडी ए झ्याउ भयो त आमाम केटा केटा लग 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 ल औडा आएर तिमी त केटाहरूको डुङ्गा त्यहाँ स्थगित भयो हामी यता अड्कियो भाइले के गर्छ गर्छ जति बेला जुदाएको छ जुदाएको ए केटा केटा नरन है भाइले त हेर ल है जिन्दगी है कसैको त्यहाँ चलिराखी छ कसैको फेरि उहाँ चलिराखी छ हाम्रो शाहरुख खान भाइ भण्डारी भाइले धन शाहरुख खानको पोज देखाउँदै थियो ऊ समोसा खाँदै भाइहरूको आजको दिन बित्यो लक्रीवनको पार्कमा भाइ तिमीले खाएनौ समोसा विकास भाइ किन खाऊ न के खाऊ चिप्स खायो अरे भाइले केटा ऊ वहाँ टाढा खाने गाइज ऊ वहाँ पर त दुईवटा देखिहाल् नि देखेन मेरो उनीहरू हो यो दुईटा केटाहरू चाहिँ परबिन भण्डारी हुन् परबिन अनि विजय भण्डारी परबिन भण्डारी भन्नु आज बाल्टिमोर खाली भइसकेको छ आजको गाँजा आयो क्या गाँजा आयो भनेर ऱ्याप हान्ने हो कि
भाइले त फेरि त्यहीँबाट उठाइदिन्छ नि होइन अघि बढिसक्यो तेरो च्यानलको बारेमा डिस्क्रिप्सन दे भन् Hey guys, can you subscribe my channel, please? No. आजको हाम्रो अन्तिम क्षण आज मेरो ब्लगको कोही टोली यतातिर हाम्रो मोटर सकेछ नि त तान्दैन आजको मेरो ब्लग यतिमै सकियो भाइहरू यहाँ छन् ऊ केटाहरू उहाँ छन् हिरोहरू